साथीहरू के तपाईँ साथीहरू भएनन् भनेर चिन्तित हुनुहुन्छ? यदि तपाईँ मेरा साथीहरू भएनन् म एक्लो भएँ भनेर चिन्ता लिँदै हुनुहुन्छ भने यो भिडियो राम्रोसँग ध्यान दिएर सुन्नुहोला र त्यसपछि तपाईलाई केही हदसम्म आत्मसन्तुष्टि प्राप्त हुनेछ। यदि तपाईँ आफू इमानदार, नैतिकवान, चरित्रवान र सत्य हुनुहुन्छ भने तपाईलाई साथीको आवश्यकता पर्दैन। किनभने यदि तपाईँ जस्तै कोही इमानदार, नैतिकवान, चरित्रवान त्यस्ता साथीहरू भेटिन्छन् भने एक दुईजना साथी बनाउनुहोस्, ठीक छ। होइन भने यदि तपाईँ जस्तै खालको मान्छे भेटिँदैनन् भने तपाईले विभिन्न चाहिँ उ गरेर खाली उनीहरुसँग चाहिँ मतलब भनौं एउटा चाकरीको स्टाइलमा, एउटा चाहिँ चम्चागिरीको स्टाइलमा साथी हुने अथवा बनाउने प्रयास नगर्नुहोस्। पहिला आजभन्दा अगाडि साथीहरू भनेपछि बडो म पनि असाध्यै राम्रो मान्थे। किनभने जति बेला 9-10 वर्षको उमेरदेखि लगभग 20-25 वर्षको उमेरसम्म को समय बिताइयो, त्यति बेला साथीहरू भनेपछि हुरुक्क हुने। वास्तवमा थालहरू कम भएको ठाउँमा एउटै थालमा पनि 3-4 जना साथीहरू मिलेर भात खाइयो र कुनै कुरा पर्दा, कुनै समस्या पर्दा पनि ती साथीहरू एकजुट भएर आउने र सहयोग गर्ने र उहाँहरूलाई पर्दा म पनि गएर सहयोग गर्ने गर्थे। र पहिलेका साथीहरू भनेको आपत विपत परेका बेला सहयोग गर्थे भने अहिलेका साथीहरू भनेको आपत विपत का बेला सहयोग गर्नुको सट्टा अझै आपत विपत भन्दा अलिकता त्यो स्टेप भन्दा अलिकता तल धकेल्छन् अहिलेका साथीहरू। अब यस्तो मैले भन्दै गर्दा कसरी धकेल्छन् त भन्ने हजुरलाई लाग्ला र यसको लागि कुरो के छ भने जस्तो एउटा सामान्य उदाहरण दिउँ, एउटा साधारण एउटा भेरी सिम्पल एक्जाम्पल अफ इट। जब हाम्रो घरमा अब कुनै पनि मान्छेको घरमा भनौं मान्छेहरु स्वर्गारोहण हुँदा अथवा बित्दा मलामी गइन्छ। कति हुन्छन् कोही साइकलमा, कोही मोटरसाइकलमा, कोही कारमा मलामी टन्न हुन्छन्। जाँदाखेरि वास्तवमै कस्तो लाग्छ भने आहा यो मान्छेले धेरै मलामी पायो है भन्ने जस्तो लाग्छ। त्यहाँ गए, स्याउ लगेका छन् भने कपाकप स्याउ खाए, पकापक खाने हुन् स्याउ। उतातिर चितामा आगो लगाएको छैन, यतातिर मजाले पकापक स्याउ खान्छन्। मलाई अचम्म लाग्छ त्यो मुखमा कसरी थुक आएको होला, कसरी चपाएको होला, त्यो पनि मलाई अचम्म लाग्छ। कपाकप स्याउ खान्छन्, त्यसपछि कपीमा फटाफट नाउँ लेख्छन् र त्यसपछि अलिअलि त्यहाँ आगो लगाएर अलिकता आगो धुकाउने बित्तिकै भररर 1 2 3 4 5 6 7 8 9 10 हुँदै सबै आउँछन् र अन्तिममा टाउको खौरेकाहरू मात्र, उसका जो एकदमै नियरेस्ट, यहाँ डियरेस्ट भन्दा पनि नियरेस्टहरू मात्र त्यहाँ बस्ने र बिचारा त्यस्तै परेर एक्लो मान्छे छ भने 1-2 जना मात्र त्यो मसान घाटमा 1-2 जना मात्र रहेको पनि दृश्यहरू यहाँ देख्न पाइयो। अब त्यसैले अब यसलाई आपत विपत परेको बेला सहयोग गरेको मानिदैन कि यसलाई आपत विपत परेको बेला सहयोग के रे अझै त्यो समस्यामा पारेको मान्न सकिन्छ के यसलाई त्यस्तो किन मान्न सकिन्छ भने जाँदाखेरि धेरै थिए उलाई पनि विश्वास हुन्छ ए भाइ धेरै छन् मान्छेहरु त। यदि त्यसरी छाडेर आइदिने भएको भए उले सायद टाढाटाढाबाट अरु चाहिँ आफन्तहरु आफ्ना नातागोताहरु पनि सायद आउने बाटो हेर्थ्यो होला र
फर्किँदाखेरि पनि 4-5 जना 8-10 जना हुने मलाइमाहरू हुने किसिमको वातावरण बनाउँथ्यो होला। धेरै छन् साथीहरू, ल भइहाल्छ भन्ने सोच्छ र त्यहाँ जान्छ, लास्टमा एक्लै आउँछ र यो पनि सहयोगको सट्टा असहयोग हो, एउटा कुरा। अब अर्को कुरा के छ भने अब मेरै जीवनमा घटेको कुरा म गर्छु। म बिदा लिएर 2070 सालतिर म काठमाडौँ गएको थिएँ। प्रावि स्तरको नोकरी, त्यसमा पनि बालबच्चा पाल्नुपर्ने, सारा कुरा गर्नुपर्ने, तैपनि मनले कता कता काठमाडौँ जानुपर्छ, बस्नुपर्छ भनिसकेपछि विद्यालय व्यवस्थापन समितिले पनि मलाई बिदाको लागि सिफारिस गरिसकेपछि म चाहिँ काठमाडौँ गएर म पढ्दै थिएँ र ठ्याक्क एकदम समस्या थियो। 18 देखि 20 घण्टासम्म लोड सेडिङ थियो। फोटोकपीहरू, स्क्यान गर्ने मेसिनहरू, फ्याक्स गर्ने मेसिनहरूमा अत्याधिक चर्को चाहिँ मतलब भनौँ पैसा तिरेर, फोटोकपी गर्नेमा अत्याधिक चर्को पैसा तिरेर ती कामहरू गर्नु पर्थ्यो। र त्यसै बिचमा धनगढीबाट एकजना एकदम नजिकको साथी पूर्ण वर विश्वास गर्ने लायकको साथीले सर मेरो चाहिँ यो एमएडको ट्रान्सक्रिप्ट बनाएर ल्याइदिनु पर्यो भनेर फोन गर्नुभयो। उहाँको वचन काट्न सकेन, किनभने म असाध्यै बिजी अवस्थामा थिएँ। मैले पनि के सोचेँ भने साथी हो, ठिकै छ नि त, अब यस्तै परेको बेला सहयोग गर्नुपर्छ, बडुवा सडुवा के हुने हो मेरो, ल त्यो ट्रान्सक्रिप्ट बनाएर ल्याइदिनु पर्यो भनेर भने। उहाँको लगभग 8वटा मार्कसिट थियो र 8वटा मार्कसिट उहाँले फ्याक्स गर्नुभयो र मैले पर पिस 55 रुपियाँको दरले त्यहाँ त्यो फ्याक्सवालाबाट 55 रुपियाँको दरले पर पिस त्यो प्रिन्ट आउट गरेँ र के अरे फ्याक्स लिएँ र त्यसपछि त्यसलाई 20 रुपियाँको दरले उसले आउट गरेको पहिला सुरुमा लियो। फेरि मैले त्यसलाई फोटोकपी गर्दा उसले त्यो उडिहाल्छ, यसलाई फोटोकपी गर्नुपर्छ भन्दाखेरि 55 रुपियाँको दरले उसले फोटोकपी पैसा लियो र मैले फोटोकपी गरेँ। र त्यसपछि उहाँको त्यहाँ भाउचर भर्नुपर्ने, अनि टियुको लाइब्रेरी क्लियरेन्सी पेपर खोज्न जानुपर्ने र उहाँको रजिस्ट्रेसन कार्ड पनि चाहिएको हुनाले रजिस्ट्रेसन कार्डको लागि पनि त्यहाँ भाउचर भर्नुपर्ने। त्यो सबै गर्दा लगभग त्यति बेला 2270 रुपियाँ उहाँको खर्च भयो र मैले 2270 रुपियाँ खर्च गरेर मैले उहाँलाई चाहिँ पठाइदिएँ। मैले के सोचेको थिएँ भने एउटा मावि लेभलको साथी, 65 टन्न भएको, सबै घर गृहस्थी भएको, अब अलिकता राम्रै खानदानको मान्छे, मेरो पैसा उहाँले पठाइदिएमा होला, अब केही नभए पनि मेरो काठमाडौँ 15 दिनको बसाइ चाहिँ धान्थ्यो 2270 रुपियाँले भन्ने मलाई लागेको थियो। र मैले चाहिँ त्यो पठाइसकेपछि उहाँले चाहिँ पैसा पठाइदिनु भएन र पछि आएर भेट पनि भयो र उहाँले पैसा दिनु भएन। र तपाईँ 71 सालको कुरा हो यो, र अहिले आएर 82 साल भयो र लगभग 11-12 वर्षको हाराहारीमा भयो। 2270 रुपियाँ नम्बर पैसा दिनुभयो। आजकल त उहाँले सम्बन्ध पनि त्यति राम्रो बनाउनु भएन मसँग, मैले केही पनि गरेको छैन, तर उहाँले फोन पनि रिसिभ गर्नु हुँदैन। उहाँको बडुवा पनि भइसक्नु भएको छ र अहिलेसम्म पैसा पनि दिनु भएन। त्यसकारणले अब अहिले साथीहरू सहयोग गर्दैनन् कि समस्यामा पार्छन्। त्यसकारणले यस्ता साथीहरूको हामीले चाहिँ यस्ता साथीहरू भन्दा साथी नभएकै राम्रो हुन्छ भन्ने मान्यता राखेँ। भिडियो अलिकता लामो भयो, त्यसको लागि आई एम भेरी सरी।